हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ फेरि पनि यो दोस्रो दिनको भिडियोमा। अब भने हामी चाहिँ मर्निङ ब्रेकफास्ट खाएर हाम्रो गन्तव्यतर्फ लाग्छौँ है त साथीहरू। ब्रेकफास्ट खाइसके पछाडि चाहिँ तपाईँहरूलाई यो होटलबाट यसो भ्यूहरू देखाउँदैछु साथीहरू, हेर्नुहोला। एकदमै रमाइलो छ। तपाईँहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला है त साथीहरू। ब्रेकफास्ट खाइसके पश्चात चाहिँ हामी एकछिन त्यता गफगाफ गर्दै तपाईँहरूलाई यो ठाउँको दृश्य देखाउँदै मर्निङ टाइम चाहिँ हाम्रो यहीँ सकिन्छ साथीहरू है त। गाइस अब चाहिँ हामी हिँड्न लाग्यो यहाँबाट। सो राइट नाउ अब चाहिँ अहिले हामी होटलबाट मोबाइल केटाहरू रेडी भइरहेछ। सन्जु रेडी हो? रेडी? विशाल आर रेडी? सुरु हाम्रो रुद्रजङ एकदम रेडी हो। सो मलाई कस्तो देख्छ यता देखिरहेछ। सो गाइस अब चाहिँ हामी हिँड्न लाग्छौँ। अब चाहिँ हामीसँग एकदम बाटोको लागि फलोअपको लागि हामीसँग किट्सहरू लिएर आएको छ हामीले। सो यो हाम्रो ब्याग अलरेडी प्याक छ। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ केटा? अब भने हामी चाहिँ हाम्रो रुम चेकआउट गरेर हामी लाग्छौँ मोहिनी झरनातर्फ साथीहरू। र साथीहरू मलाई चाहिँ कस्तो देखेको छ साथीहरू होइन, रमाइलो लाग्यो। केटाहरूसँग आउँदाखेरि वर्थिदै छ, ठाउँ राम्रो छ। वी आर इन्जोइङ हियर, सो वी क्यान फर्गेट दिस ब्युटिफुल मोमेन्ट। सो तपाईँहरू अन्त्यसम्म बस्नु होला मेरो यो भ्लगमा। द्याट्स अल, बाई बाई, फेरि अगाडि बढ्नेछौँ। अब चाहिँ साथीहरू हामी लाग्छौँ हाम्रो गन्तव्यतर्फ। भाइ फेरि अङ्कल यता यो मोहिनी झरना कता यहाँबाट जाने? यो पुलबाट जाने है? मुखमा चाहिँ म मात्र शब्द आएको थियो, अङ्कलले त कति चाँडो बाटो देखाइदिइहाल्नु भयो। एकैछिनको यात्रा पश्चात हामी पुग्छौँ पार्किङ स्लटतर्फ। अब चाहिँ हामी साथीहरू हिँडिसकेका छौँ, हिँड्न सुरु भइसकेका छ मोहिनी झरनातर्फ। 15-20 मिनट तपाईँहरू सबैजनालाई मेरो यो भ्लगमा वेलकम छ। आजको हाम्रो दोस्रो दिन चाहिँ हामी अहिले मोहिनी झरनातर्फ जाँदैछौँ। सो अहिले चाहिँ हामी यो कुलेखानीको जुन यो तालमाथि चाहिँ हामी हिँडिरहेछौँ। यु क्यान सी हियर है, त्यहाँ पारी मन्दिर छ अनि यहाँ अहिले चाहिँ हामी एकदम पुलमा हिँडिरहेछौँ। एकदम रमाइलो दृश्य छ होइन। तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु यो ठाउँमा। तपाईँहरूलाई यदि लिजर टाइम छ भने यो ठाउँमा आउनु होला, आफ्नो यसो टाइम स्पेन्ड गर्नु। अनि हाम्रो मोहिनी झरनासम्मको यात्रामा चाहिँ तपाईँहरूलाई जोडिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु है त। तिनीहरू कहाँ पुग्यो? तिनीहरू ए अगाडि छ तिनीहरू। एच विशाल आउनु दिनु भने के छ त, कस्तो लागिरहेछ? एकदम बवाल छ है, खास छ। हाम्रो यात्रामा जोडिनु हुन तपाईँहरूलाई एकदम हामी चाहिँ स्वागत गर्न चाहन्छु है साथीहरू। दामी छ तर यार भ्यू है, बवाल खास छ। इट्स पिस अफ हेभेन होइन त विशाल? गजब छ यार, गजब। हाम्रो केटाहरू चाहिँ त्यहाँ मस्त गइरहेछ अगाडि, टुकुर टुकुर हिँडिरहेछ। विशाल र म चाहिँ यहाँ पछाडि ढक्क भिडियो बनाउँदै। तपाईँहरू देख्न सक्नुहुनेछ मेरो साथीहरू, मेरो मित्रहरू। एकदमै राम्रो दृश्य यो कुलेखानीको। यो अल क्यान सी है, यो चाहिँ तपाईँको यो बिचको यो टापु हो, यो कुलेखानीको टापु। को गाउनु भएको छ या छैन, आई डोन्ट नो अबाउट द्याट है, तर एकदम रमाइलो रहेछ। त्यही हो मेरो साथी हो। मौसम चाहिँ अलिकति पानी पर्छ जस्तो भइरहेछ होइन, तै पनि केही छैन, हामी चाहिँ हिँडिरहेछौँ। यो अल क्यान सी यो के भइरहेछ साथी हो मेरो यो क्यामेरा चाहिँ अलिकति एकदम अहिले यहाँ एकदम यो गिम्बलले चाहिँ थोरै अलिकति च्यालेन्ज दिइरहेछ क्या। कसम किल्लर ठाउँ हो तर यो गाइज। सो हाम्रो केटाहरू चाहिँ यहाँ आएर अघि यहाँ विशाल मलाई मस्त हेरिरहेको थियो होइन। उनीहरूसँग यसो प्रतिक्रिया लिउँ न होइन, गाली खान्छ कि
सम्धि के छ त नि के भन्न चाहनुहुन्छ खासमा यो बेला हामी डाँडा काँडा चढ्नु पर्ने हजुर सम्झेहरूले चाहिँ अलिकति ढिला गरिदिनु भयो हामी कुरै यत्रो घाम खाएर यो विषयमा चाहिँ हामी पुरै आपत्ति ध्यान आकर्षण गराउन चाहन्छौँ कसलाई हाम्रो सम्झीहरूलाई चाहिँ अनि सम्धिलाई नै गर्ने हो तपाईँले अनि सम्धिले तपाईँलाई नहेरेपछि किन भन्दाखेरि हामी अलिकति चाँडो पुगेर चाहिँ माथि गएर यसो राम्रो दृश्यहरू सुट गर्नुपर्ने ठाउँमा तपाईँहरूले यहीँ ढिला गरिदिनु भयो हुन्छ तर त्यहाँ केटी ध्यान आकर्षण सम्धि तर त्यहाँ केटी नै आएको छैन रे के तर हामीलाई त्यो कुराले केही म्याटर गर्दैन सम्झी ब्रेकअप भएकोदेखि हजुर विशाल दाइले म चाहिँ अरूको मोबाइलबाट आइडी गरेर म चाहिँ त्यो एक्सको फोटो हेरेर गर्ने होइन सम्झी मैले एक कल पनि गरेको छैन र म चाहिँ एकचोटि न इन्स्टा न फेसबुक न टिकटक अहिलेसम्म एकचोटि पनि सर्च गरेको छैन के ल सम्धि हाम्रो केटिपिटी त विशाल दाइ हो यार ओहो चान्चु भने हाम्रो चाहिँ चान्चु नि माया रहेछ के है सम्झी हो नि चाकान चुकिने माया दाइको चाहिँ हजारको माया रहेछ यार ओहो भने जिन्दगी एउटा एक्लै कटाउने यो गाइस बाबु मोहिनी झर्न जाने हो हजुरको नाम के हो हेलो मान्स कपाली अलमोस्ट यो ठाउँमा बालुवा उत्खनन गर्दा के होला उत्खनन गरिरहेको जस्तो लाग्छ त्यहाँ रहेछ बालुवा पहाडी डेन्जर इन्द्र सरोवर गाउँपालिका के हेरिरहेछ दर्शकबिन इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 1 के हेरिरहेछ बालुवा बेच केटा हो बालुवा बेच सम्झी बालुवा बेच होइन पैसा कमा प्रकृतिले दिएको चिज हो यसको गर्नु पर्यो नि भनेर भन्छ होला तर होइन हेलो जानु नि हो मसँग जाने ल त्यही हो साथी हो तपाईँहरूले मेरो यहाँ पसिना हेर्नु सक्नुहुन्छ होइन यस्तो पसिना आउँछ मलाई जहाँसम्म लाग्छ हामी उल्टो बाटो आइक्या होस् जस्तो लागिरहेको छ साथीहरू तल्ल तल्ल गाइस त्यहाँ मोहिनी झर्ना भन्ने त्यहाँ ऊ देखिसक्यो अब चाहिँ भने मनमा अलिकति आश पलाउँछ नत्र त गेडै हो गाइस अब त्यहाँ मोहिनी झर्नाको दृश्य कस्तो हुन्छ सो त्यही अब हामी चाहिँ एक्साइटेड छौँ होइन कस्तो हुन्छ एक्सपेक्टेसन भर्सेस रियालिटी दुःख गरेर गएको छ राम्रै होला हैन खासै म चाहिँ बोल्नै सकिरहेको छु नि गर्मीले जस्ट त्यहाँ पुगिसकेपछि ल स्टे ट्युन हामी उता गएर स्टे ट्युन गाइस थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड थ्याङ्क्स फर सपोर्ट अलले पुरै बेक बोकाछ मलाई हेर न हामी आइपुग्यो हो र होइन होला है सो गाइज फाइनल्ली वी आर हियर ओ यहीँ पो रहेछ त वाउ तपाईँको इन्द्र सरोवर गाउँपालिका अन्तर्गत रहेको छ यो मोहिनी झरना एकदमै मान्छेलाई मोहित पार्ने एउटा दृश्य यहाँ यो झरनाको हामीले देखिरहेको छौँ त्यो तपाईँहरू पनि देख्न सक्नुहुन्छ सो तपाईँलाई मेरो भ्लगमा अझै पनि नजिकबाट हामी त्यो झरनालाई तपाईँहरूको समक्ष राख्ने नै छौँ सो नजिकबाट झरनालाई निहाल्नको लागि अझै पनि भिडियोको अन्त्यसम्म हेरिदिनु हुन विनम्र अनुरोध गर्दै मेरो यो अहिलेको लागि चाहिँ यति नै मात्र ल हाम्रो भाइ चाहिँ एकदम आइसकेको छ यहाँ होइन अघि मान्स कपाली के छ ठिक छ हेलो सब्सक्राइब भनिदेऊ सो गाइस हाम्रो चाहिँ बाटो यहाँ हिँडेको छ सो अब चाहिँ हामी वी आर मुभिङ दिस टिकट चार्जर सो अब चाहिँ यहाँ टिकट काट्नुपर्ने रहेछ गाइस हामी पनि यस्तै काम गरेर हिँड्ने होइन यो
साइकल यस्तो हुन्छ यो पहिला 100 रुपियाँ उठाएर यो के बनाएको यो के हो नगर न सेग्रिगेसन यार पुरै मुझे वो भयो त कसम बिल पास हुँदैन सम्ति ल डाइरेक्ट कसम होइन त ल हेर्नु नि ल इन्द्र सरोवर गाउँपालिकाको इन्जिनियरले यो के गरेको यो पुरै सेग्रिगेसन आछ यार 1:6 ठ्याक्कै अहिले भर्खर पनि काम गरेर रहेछ अब पुरै उ छ न के मिलाएको छ न के मिलाएको छ काम गरेर रहेछ माल मेटेरियल्स त यहीँ रहेछ होइन अब यहीँ छ सबै गिटी थर्ड क्लास काम गरेर रहेछ चाहिँ असार मसान त सक्यो नि त अब त्यही भएर होला जाउँ सम्झिन्छ हो रहेछ फाइनल्ली गाइज हामी आइपुगिसकेको छ सम्झिरमा यहाँ ल जयराम सम्धि हजुरले केही शब्द यहाँको बारेमा भनिदिनु होला फाइनली ऊ बौलाइसकेको छ हिँड्दा हिँड्दा केटाहरू चाहिँ एकदम ओइ चस्मा 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 सो गाइज हामी चाहिँ यहाँ एकदम रमाइलोसँग पानीमा खेलिसक्यो के अरे पानीमा खेलेर सो अब चाहिँ अहिले हामी उता लाग्दैछौँ अब देख्न सक्नुहुन्छ यो चाहिँ मोहिनी झरना हो भ्यू झरना